हेलो एभ्रिवान, आज चाहिँ म चिकन मोमो बनाउनलाई रेडी छु अनि मैले किमा पनि रेडी गरिसकेँ अनि आँटाको पनि डल्लो काट्दैछु। अब चाहिँ त्यो सबै बेलिसकेर चाहिँ मैले गर्दैछु मोमो फिलिङ गर्दैछु है। फिलिङ गर्दा गर्दा त्यो चिकन मोमो लाउँदैछु म फटाफट लाम्चे मोमो पहिला बनाउँछु भनेर सो मैले राखेँ। अब चाहिँ लाम्चे मोमो एक सेट बनाइसकेँ। अब म टक्क यसलाई माथि यसमा राखिदिन्छु। लाम्चे मोमो पनि पाकिसक्यो है मेरो। अन्त मैले सोचेँ अब म होइन डल्लो मोमो पनि बनाउनु पऱ्यो भनेर डल्लो मोमो पनि एक दुईवटा चाहिँ बनाइदिन्छु भनेर डल्लो मोमो पनि मैले बनाएको छु। अब चाहिँ मेरो दुइटै डल्लो मोमो र लाम्चे मोमो पनि रेडी भयो। सो अब खाना खानुपर्छ है भनेर भन्दै थिएँ मैले। अन्तखेरि मैले सुप पनि मोमोसँग त सुप छैन भने त अर्थै हुँदैन नि त। सो मैले सुप पनि बनाएको छु है। यहाँनिर टक्क गाजरहरू लाएर सबै लाएर बनाएको छु। अन्त मेरो अचार है मोस्ट मोमोमा चाहिने नै अचार हो। सो मैले अचार पनि रेडी गरिसकेँ। अब चाहिँ टक्क आफ्नो आफ्नो भाग लाएर मेरो पनि भाग लिएर चाहिँ बसिरहेको छु। टक्क कोक, अचार, मोमो र सुप। सो यो मोमो चाहिँ अचम्मै जुसी र मिठो भएको थियो। तपाईँहरू पनि घरमा ट्राई गर्नुहोस् है, मलाई चाहिँ पुरा मन पर्यो।